हेलो गाइज आफ्टर लङ टाइम वेलकम टु माई च्यानल। सो गाइज आज चाहिँ मदर्स डे हो, त्यसैले यसो भिडियो पनि बनाऊँ भनेर भिडियो बनाएको। हामीहरू चाहिँ मदर्स डेमा मम्मीहरूलाई लगेर बाहिर ड्राई पिकनिक जाँदैछौँ। यहाँ हुनुहुन्छ मेरो मम्मी, मेरो प्रिन्सेस। ह्याप्पी मदर्स डे सबैलाई। अनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आश गरेको छु है। सबैजनाले बिर्सि पनि सक्नुभयो होला, च्यानलमा भिडियो हालेको पनि कति धेरै भइसक्यो। सबैजनालाई वान सेकेन्ड वेलकम ब्याक टु माई च्यानल। अनि बहिनीहरू आन्टीहरू चाहिँ हुनुहुन्छ उता, अहिले म देखाउँछु सबैजनालाई। धेरैजना जाँदैछु आज हामीहरू चाहिँ। कहाँ जाँदैछु भने चाहिँ अहिले एकछिन मात्रै डिसाइड हुन्छ, पुगेपछि म खिचिहाल्छु है। अहिलेलाई चाहिँ हेर्दै गर्नु होला। हेलो हेलो गाइस, किन आयो? ह्याप्पी मदर्स डे। थ्याङ्क यू मैले मम्मी, थ्याङ्क यू मम्मी, साइली मम्मी। आफ्नो प्यारी मम्मी। हेलो हेलो साथीहरू, आज चाहिँ भिडियो बनाउँदै पुनम चाहिँ पुनमसँग अस्तिदेखि रिसाएको छु नि त हल्का। अनि पुनमलाई चाहिँ आज म इग्नोर प्र्याङ्क गर्छु है त। हेर्नु ल, उसले कतिको ख्याल गर्दो रहेछ मैले इग्नोर गरेको। ख्याल गर्छ कि गर्दैन थाहा छैन, त्यो चाहिँ उसलाई थाहा हुन्छ कि हुँदैन, तर म इग्नोर चाहिँ गर्छु क्या आज उसलाई दिनभरि। ल हेर्दै गर्नु ल, एकछिनबाट हामी पुनमलाई पनि भेट्छौँ, देखाउँछु म। साथीहरू हामी चाहिँ अटोमा जाँदैछौँ, पश्चिम स्ट्यान्डबाट जानुपर्ने हुन्छ। फाइनल्ली सेल्फी डाँडा जाने डिसाइड गऱ्यौँ। सेल्फी डाँडा जान चाहिँ अब पश्चिम स्ट्यान्डबाटै केमा जाने हो थाहा छैन। मैले चाहिँ हाम्रो अटोमा छोडेँ। मलाई देऊ न त। अटोमा चाहिँ यस्तो छ है आमाहरूको हालत, हेर्नुहोस् साथीहरू। आँटी नाटी गर्मी त्यस्तै छ। म त यता बसेको छु दाइसँग। हामी चाहिँ यहाँनिर पश्चिम स्ट्यान्डमा छ। तिमी पखान उतै गएर गर्मी भएको छैन? चस्मा लगाइदिएको भाङ्गा भइसक्यो निधारमा पनि। यस्तो गर्मी छ साथीहरू, यस्तो गर्मी छ। हामीले चाहिँ तिनजनाले चाहिँ ट्युनिङ गरेको क्या, ट्युनिङ भन्छ नि, ड्रेस त्यस्तै गरेको। यो पश्चिम स्ट्यान्डहरू अब हामीहरू एकैचोटि गएर खिची हेर्दै गर्नलाई है त साथीहरू। गाइस यहाँ चाहिँ हामी चाहिँ गर्मीमा बसिरहेको छौँ। पुनमहरू आइपुगेको छैन हौ, ढिलो गर्छ कि पुनमहरू। अनि अस्मिता र म चाहिँ चिसो किन्यौँ, वाटरमेलन, अनि अन्सुला आइसक्रिम। यस्तो गर्मी छ साथीहरू। साथीहरूलाई यसरी टाइममा आऊ भनेर आएन भने अनि पर्खिनु पर्दा चाहिँ बर रिस उठ्छ क्या। यस्तै पर्खाउँछ, त्यसरी पर्खाउँछ यस्तो घाममा। बिचरा आमाहरूको बिजोग भइसक्यो हो साथीहरू, पर्खिँदा यस्तो हालत भइसक्यो। हाम्रै बिजोग भइसक्यो गर्मीले। आइसक्रिम खाएर होइन गाला हेर्नु रातो भइसक्यो। पसिनै पसिना गर्मीले अहिलेदेखि पर्खेको नि। यहाँ आमा कति राम्रो जुङ्गा साथीहरू हामी चाहिँ प्लान चेन्ज भएर यता सेल्फी डाँडा नगएर हेभन पार्क जानु लागेको। ड्रिमल्यान्ड हुन्छ कि हेभन पार्क हुन्छ, त्यहाँ गएपछि थाहा हुन्छ। तर पुनमहरू अझै आएको छैन, ढिलो भएर हामी चाहिँ छोडेर हिँडेको। अब 2 बज्न आँटिसक्यो, अनि अहिलेसम्म पनि आउँदैन। अनि कति पर्खिनौँ, अनि अटोमा हिँडेको हामीले चाहिँ। यस्तो गर्मी भत गर्ने पाक्न आँटिसक्यो, गर्मी पर्खाइ गर्छ। अब हामी गएर त्यहाँ गएर एकछिन स्विमिङ गर्ने हो। आज त मदर्स डे नरिसाउँ भनेको, उठाउने वातावरण बनाएको यार साथीहरू। रिस उठेर आमाहरू पनि बोर भइसक्यो हो, रिस उठिरहेको होइन आज त। बस्दा अब नरिसाउनु ल, अब लगेर चल पानीमा चोल्नुपर्छ होला आमाहरू स्विमिङको पनि। हामी त अघि रेडी भएको नि त होइन, हामी त अनि 11 बजी रेडी भएको साथीहरू। हामी त हिँड्ने भनेपछि एकदम छिटो रेडी हुन्छौँ। कोही मान्छेहरू छ कि यस्तो ढिलो गर्ने। अस्मिता लास्टै ढिलो गर्थ्यो पहिला, आज भोलि पुनम साह्रै ढिलो बाटो छ साथीहरू। हामी चाहिँ लाग्यौँ ल, बाई बाई साथीहरू। हामी चाहिँ यहाँ ड्रिमल्यान्डमा आइसक्यौँ। सामानहरू टिकट पनि हामीले काटिसक्यौँ। टिकट ल्याउँदा टिकट पनि काटिसक्यौँ। 100 रुपियाँ ठुलोको, सानोको 50 रुपियाँ। ल हामी चाहिँ अब एकचोटि हो सिटीमा कुदाउँछ अरे, सिटीमा चढेर जाने। लु जाउँ सिटीमा घुम्दै गर्नु न। ल जाउँ सानो।
साथीहरू यहाँनिर चाहिँ म नानाहरूसँग चाहिँ भेट्छु पुनमसँग चाहिँ भेट्दिनँ आयो ल हे नाना नमस्ते ह्यान्डसेक गरौँ न यो यिनीहरू त के साह्रो साइल भएछ हेलो आमा नमस्ते डोग्रिया काइले आमा गाइस हाम्रो चाहिँ उहाँ चाहिँ काइले आमा हो सानी हो लिनु हजुर हाउ फाइन नाना आन्टी नमस्ते हामी घुमेर आयौँ अब एक राउन्ड घुमेर आउनु ल हामी पर्खिन्छौँ पालो पालो गर्नु पर्ने अरे खिचेँ आन्टीको पनि ल घुमेर आउनु ल ल यहाँ हुन्छौँ हामीहरू ल चढ्नु यहाँ हाम्रो होइन झोला यहीँ ल्याउन ल्याउँ हामी लान्छौँ लु जाउँ हाई सानो I love you. आयो तिमी सानो मामु भन्नु त ल सानो मामु त भन्नु जान्दैन सानो मामु भन्नै जान्दैन नि साथीहरू ल घुमेर आउनु ल एक राउन्ड हामी यही हुन्छ सीतानन्दलाई नदेखाउनु अरे कि तर सबलाई देखाउनु उसले चाहिँ आज आइसक्रिम खाएकै छ कि जाने फेरि नानाहरूसँग जाने साथीहरू हामी चाहिँ अब सिटीबाट इन्ड गरेर यहाँबाट इन्ट्रो गर्नु आँटेको छु भित्र पुगेछ अब गएर देखाउँछौँ है हामीहरू ल जाउँ यो कसले बोक्नु त एउटा सामानहरू छ कि ड्राई पिकनिक पनि गर्ने भनेर आएको आऊ यो एउटा लिएर आऊ है र सबैजना हामी चाहिँ भेला भइसक्यो अब यहाँबाट जाने हो इन्ट्री गरेर केटाकेटी चाहिँ पर भित्र पुगिसक्यो वाटरमेलन साथीहरू कति म चाहिँ अब लाग्छु पर्खिँदैन धेरैजना भएपछि यस्तै हो पर्खी गऱ्यो के गर्यो अनि हुने चाहिँ ढिलो म एक्लै हिँडेँ अब केटाकेटी कहाँ गएछ रमाइलो छ साथीहरू नानीहरूलाई ल्याउन चाहिँ रमाइलो छ म चाहिँ धेरै जति आइसकेँ मम्मीहरू आउनु भएर मात्रै लिएर आएको हो झुला झुली खेल्दै रहेछ मोटु पातलु के सब केटाकेटीको खेलाउनु मात्रै छ ओइ तिमीहरूलाई खोज्दै यहाँ आएर बसेछौ यहाँनिर अन्सुहरू चाहिँ गर्मीले मरेको छैन तिमीहरूलाई अब त्यतातिर बस्नुपर्छ होला हौ ओ यता आऊ यहाँ बस्नु पाउँछ पहिला आउँदाखेरि चाहिँ यहाँनिर बसेको थियौँ वाउ एलिफेन्ट म त्यही ठाउँमा लानु पर्यो हौ यिनीहरूलाई बस्न चाहिँ यहाँ राखेर कता डुल्ने हो डुलेर आउँछ आउने खेल्ने खेल्छ रमाइलो छ अहिले चाहिँ अलिकति हरियाली भएछ र रमाइलो रहेछ म चाहिँ पहिला नानीलाई लिएर जाडो महिनामा आउँदा चाहिँ सबै उजाड भएको थियो अहिले चाहिँ हल्का रमाइलो रहेछ यतातिर चाहिँ बस्नु होला हौ शीतल छ यता बस्नु होला है शीतल यहाँ यहाँ लु हो त अब यहाँनिर सामानहरू हाम्रो राखेर जाने हो स्विमिङ लु जाउँ न त केटाकेटीहरू त्यहाँ झुला झुली खेल्दै थियो खोइ सानो नानी
गाइज हामीले चाहिँ खानासाना खाइसक्यौँ होइन खानेकुराहरू नानीहरू चाहिँ यहाँ खेल्दैछ अनि यहाँ चाहिँ हामी चाहिँ फेरि भेज मोमो चाहिएर दिनु म अस्मिता पुनमलाई चाहिँ हामीले अघिदेखि बोलेको छैनौँ नि त ऊ चाहिँ भन्नु पनि सकेको छैन बोलेको पनि छैन घरिघरि हेर्छ मैले बोलाएकै छुइनँ सकिनँ यो त बोलाएकै छुइनँ मैले त अनि अहिले अब एकछिनमा चाहिँ अघि भने त अनि दिनु तिमी खेल्ने भनेर तिमीलाई मात्रै सोध्यो क्या त त्यो त नोटिसै गरिन तर होइन कुरामा आज एक शब्द बोलेको छैन किन बोलेको छैन हेर्न चाहिँ हेरिरहेको थियो सुरुदेखि नै कति बोल्थ्यो है नभए पुनः बोलेको छैन धेरै पुनः आज अब माया लागिसक्यो कि अहिले एकछिनबाट अब सुनियो गएपछि चाहिँ उसलाई चाहिँ नभन्ने होइन म सुटुका भनेको पुनमको यो बर्दास एकैचोटि अनि गएपछि चाहिँ अनि खेल्नु आऊ भनेर भन्ने ल है गाइस हेर्दै गर्नु अब होला यहाँबाट मोमो लगेर जाने यसलाई चाहिँ यस्तै बित्थामा आज के दिनमा हिँडेको जस्तो भइरहेको होला है बोलेको छैन नि त यहीँ हो क्या हामी आउने यहाँनिर हो फेरि हामी फर्किसक्यौँ खै मोमो अनि हो खाइसकेपछि अघि ल्याइदिन्छु भने फेरि मान्नु भएन नि त लास्ट गर्नु यार यहाँबाट ल यहाँबाट जाउँ अझ पनि हाम्रो इग्नोर चाहिँ लिने रहेछ साथीहरू मलाई त नुहाउनु जस्तो भएको छ नि अब पस्नु नि स्विमिङमा खेल्न आउँदैन कि कसैलाई पनि त छिर्ने मात्रै हो क्या 50 रुपियाँ कति रुपियाँ रे एक्सपेरिमेन्ट लिउँ न भइहाल्छ अब हामी फेरि जाँदैछौँ साथीहरू अब चाहिँ हामीहरू स्विमिङ जाने हो स्विमिङ जाने पनि नभन्ने केही पनि नभने भन्नु न भन्यो न है तल माई गड ड्रिमल्यान्डमा चाहिँ साथीहरू लिची हेर्नु कति नजिक यहाँको यहीँ छ पछि लिचीको सिजनमा चाहिँ बबाल हुने रहेछ तर अलिक पैसा धेरै लाग्छ अरे त्यतिखेर चाहिँ यहाँ हेर्नु त सरी यहाँ हेर्नु त म थामिन सक्नु गरी फलेछ छोरी हेलो छोरी क्युटी पाइ आउनु यता आउनु ए हाम्रो खानेकुरा उठाइसकेको ए सिनकै पारेछ नि खानै मात्रै बसेको रहेछ नि त साथीहरू माथि खानु पानी खानु रमाइलो भइरहेछ कस्तो रमाइलो भइरहेछ बिस्तारो न निनामु हाई भन्नु आन्टी गर्मी भयो नि साह्रै गर्मी एकदमै भयो त नानी रमाइलो चाहिँ भएको छैन रमाइलो त एकदम रमाइलो नानी रमाइलो गर्नुपर्छ हजुर गर्नी नै छ नानी बल्ल बिचरा राम्रो आमालाई दिनु भेज मोमो बिचरा ए बिचरा होइन मायाले भनेको काइनामा राम्रै भइरहेछ अब स्विमिङ खेलौँ ल खेलौँ न हौ डुब्नुपर्छ नि पानीमा यता फर्किनु न गर्मी कतिको लाग्दैछ गर्मी लागेर त पसिन भएको सबैभन्दा धेरै पसिना आउने मान्छे हुनुहुन्छ उहाँ चाहिँ ल हामीहरू अहिले आमाहरूलाई एक दुईवटा कुरा खेलाउनु पऱ्यो साथीहरू अनि त्यसपछि स्विमिङ पनि जानु पऱ्यो हामीहरू स्विमिङ गर्न त आउँदैन यसो पानीमा डुब्नु पऱ्यो हामी देखाउँछ है साथीहरू त्यहाँ पर पुनम चाहिँ एक्लै छैन केही नभनेको हामी चाहिँ अब हामी चाहिँ फेरि झुलाझुली खेल्न जाँदैछौँ यहाँनिर माया लागिसक्यो यार मलाई त तर म त्यहाँनिर सकेँ यस्तो झुलाझुली खेल्ने त्यहाँ जानु आँटेको ऊ एक्लै छ आमाहरू पनि यता टोइलेट जानुभएको छ नि त अनि बिचारा पुनम न आज पिकनिक यो ड्राई पिकनिकमा तिमीले केही कुरा नोटिस गर्दैछौ कि छैनौ अघिदेखि एकदम गर्मी भइरहेछ त्यही मात्रै रमाइलो भयो अनि कहाँ उयो मिल्दैन नि त नि ब्यालेन्स गाइज हामीहरू चाहिँ यहाँनिर स्विमिङमा आइसक्यौँ स्विमिङ पो रमाइलो रहेछ त हामी चाहिँ उतै भुलिराखौँ यता पो रमाइलो रहेछ त नि यता पो रमाइलो रहेछ टिकट काट्ने चाहिँ यता अरे आउँदैन न अब यहाँ टिकट काटेर बच्चाहरूलाई स्विमिङ गराउनु पर्छ कस्तो राम्रो रहेछ यहाँ पो ओ माई गड यता रमाइलो रहेछ हामी चाहिँ उता अघि उतै खेलेको गरेको छ यहाँ हेर्नुहोस् कस्तो राम्रो छ गाइज यो चाहिँ बच्चाहरूको स्विमिङ हो अन्सु चाहिँ खेल्दैछ यहाँनिर सिक्दैछ अरे अब हामी चाहिँ उता ठुलोको खेल्ने ठाउँ रहेछ कि उता जाने रुँदैन जस्तो छ कम्ताको छ कहाँ रुन्छ हामीले यहाँनिर हामीलाई नि इग्नोर गर्ला जस्तो छ अब लास्टमा साथीहरू पुनमलाई जाउँ भन्नु पठाएको त्यो बिनुलाई नजाने भइसक्यो ऊ हामीले इग्नोर गऱ्यो भनेर उसले उल्टो इग्नोर गर्न थालिसक्यो हामीले केटाकेटी चाहिँ खेलेको रहेछ हामीलाई कति जस्तो भइसक्यो कि भन्नु चाहिँ अब बिनुले हो नि त भन्नुभएको त्यही भएर हामीले उल्टो इग्नोर गर्न थाल्यो क्या पनि हुनसक्छ है न त गाइस हामी चाहिँ अब फाइनली स्विमिङ छिर्न आँटेको होइन गइहाल्छ
चप्पल लिएर आउनु न अस्मिता हामी तिनजना हो यताबाट छिर्ने होला हौ यताबाट होला यो टिकट लगेर जानु न हत्तेरिका गए पनि कहाँ बोलाउनु बोलाउनु न त्यसलाई स्विमिङ खेलाडी हामी यो मान्छेहरू त झन् बजार यहाँबाट जाउँ ल हामीहरू गएको हो साथीहरू तिमीलाई आज मैले किन यता हेर न किन के नोटिस गरेछौ भनेर सोधेको भने नि आज केही तिमीले अहिलेसम्म नोटिस गरेनौ किनमलाई हामीले आज दिनभरि इग्नोर गरेको नोटिस गरेनौ वास्तै भएन त्यो त कुन चक्लेट राख्न अब पूनमलाई हामी अब आएर अहिले चाहिँ भने कि मार्छ होला कसरी कति मिलाएको हामी बिहान 400 मा आएको हामी त्यतिमै जान्छौँ 400 मा चाहिँ कसरी आएको भने हामी 150 मा आएको त 250 मा हो परबाट नि हामी पश्चिम गएको फोन गर्नु त त्यो दाइलाई बिरदालबाट हो पश्चिम स्ट्रिममा 400 मा आएको अनि स्यालडाङ्गीको कुरा स्यालडाङ्गी हामी वहाँ जानु परेन ए उतैबाट 400 मा आएको हामी वहीँबाट आएको बिनो आज छोडिराख्नुपर्छ होला अनि त्यसरी त मेरो साल छोडिएको सरी ल सरी आज फ्राङ्क गरेको सरी ल फ्राङ्क थियो आज फ्राङ्क थियो सरी यहाँ खिच्नु न आई लभ यु सरी आई लभ यु अस्तिदेखिको प्लान हो क्या साँच्ची रुयो सरी पुनम प्राङ्क हो भरे भिडियो हेर साँच्ची होला बिहानदेखिको अस्तिदेखिको साँच्ची हो सरी हो सरी हो साँच्ची साँच्ची हो प्राङ्क हो पुनम इग्नोर प्राङ्क हो क्या सरी आई लभ यु ल ओइ सरी हो सरी ओइ साँच्ची सरी ओइ प्राङ्क हो यत्रो हुन्छ गाइस बित्तामा प्राङ्क गरेको सरी सरी पुनम आई लभ यु ल्याउ ब्याग राखेको छौ ल्याउ ल्याउ ब्याग ल्याउ यो ब्याग उतार मान्छे सरी नि त प्लिज के सरी अनि मैले के आई लभ यु प्राङ्क हो कस्तो होला प्राङ्क हो अस्तिदेखिको प्लान गरेको नसक्नु त नि फेरि सरी हो हामीसँग हिँड न सरी पुनम हो सरी सरी हो अनि त्यो कसम मान्छेले भनेको थियो अनि किन थाहा पाइ किन हामीलाई जबरजस्ती बोलाउनु पर्दैन एकछिन नजाऊ न यसो के भन नि त नि हाँस कुटे जाउँछ न छिटो के सरी हो पुनम यार इग्नोर प्राङ्क हो के सरी पुनम यहाँ हाँसेर भन न यो चाहिँ अपलोड नहुनै छ गर्ने हो यो त गर्ने हो अस्ति होइन गाइस पुनमले मलाई डिलिट गर्नु लगाइदिएँ नि मैले पुनमलाई इग्नोर गरिरहेको थिएँ नि त त्यही भएर आज इग्नोर प्राङ्क गर्ने भनेर अस्मिताको है प्लान चाहिँ हो अहिले मलाई लाउँदैछ ओइ मलाई लाउँदैछ यो नाना मैले झुकेर गरेको मान्छेले पर्खिरहेको छ ल सरी भन यसो के भन नि त सरी यसो के भन नि त हामीसँग गरिदेऊ न अलिक मजाले भयो I love you too, भन ए अन्जु पनि जाने ल पुनमहरू चाहिँ यसमा जाँदैछ हामी अर्कोमा जानुपर्ने होइन यार कस्तो दिनभरि प्रायः गरेको नि त इग्नोर गरेको नि त अनि रिस आयो क्या पुनम अब हामीसँग बोल्दैन होला ओइ अस्मिता के भन म त के भन्नु म त ठाउँमा गरे जस्तो भयो गाइस भरे हेर्नु भिडियो होइन तपाईँले हेर्नुभयो होला मैले अघि दिउँसै भनेको थिएँ पुनमलाई माया लाग्यो भनेर दिउँसै बोलाउनु खोजिरहेको थिएँ तर पनि अझै इग्नोर गरौँ भनेर गरेको सरी पुनम सरी आई लभ यु गयो अब हामी अर्कैमा जाने अझै भिडियो नहाल भन्दैछ यहाँनिर हो म त हाल्ने हो इग्नोर भिडियो हाल्नु न मेरो चिन हाल्नु न तिम्रो त हाल्छु भने त कसको हाल्छु त अनि इग्नोर गरेको मान्छे चाहिँ किन हाल्नु लेख्छ छोड्नु नानी अझै गर न अझै रहेछ
अझै मलाई रिस उठ्यो मलाई गर न रिस भनेको मर्ने कुरा हो चित्त दुखेको भनेको त्यो भनेको मनमा बस्ने कुरा हो रिस उठ्नु र चित्त दुख्नु भनेको फरक डिफ्रेन्ट पार्ट हो आजदेखि कट्टी नि त ल कट्टी ओके ल ओके अब चाहिँ गगल पुनम ल पुनम गगल मलाई इग्नोर गरेर हेर न मलाई इग्नोर गरेको तिमीलाई थाहा थियो कि थिएन भन त ल हामीले इग्नोर गर्दैछ भनेर एकछिन इग्नोर गर न थाहा थियो कि थिएन अन्जले भनेको कि थिएन लु भन त इग्नोर गरेको चाहिँ थाहा छैन अन्जले भनेको कि थिएन तिमीलाई सुरुमा तर पनि तिमीले हामीलाई बोलाउन सक्दैन थियौ त्यसो भए तिमी रहेछौ हामीलाई उयो गर्ने इग्नोर गर्ने होइन होइन ल बाई कट्टी प्लिज फर्गिभ मी प्लिज बेइज्जती चाहिँ नहुनु न हौ कस्तो प्राइम हुँदै पुनम यार कस्तो नराम्रो लाग्यो पुनम अहिले आएर हामीलाई होइन अब यत्रो माफ गरिदिनु प्लिज के पुनम यार आयो मलाई नि अब त नराम्रो लाग्यो मिथ्यामा गरिदिन्छु सरी हो पुनम सरी क्या गाइस मिथ्यामा गरेछु कि यस्तो प्र्याङ्क त म त गर्दिनँ है अब त गर्दिनँ म कस्तो होला सरी सरी छैन हौ किन रिसाउनु म कस्तो नराम्रो लाग्यो क्या मलाई सरी के यार कस्तो नराम्रो लाग्यो क्या नजाउँ न नाम एकछिन अनि यति त हाँसेर कस्तो हाँसेर बोला कस्तो मलाई मनमा नराम्रो लाग्छ प्लिज क्या ल एकछिन उयो गर नि त हौ अनि प्लिज कम डाउन क्या छैन हौ किन रिसाउनु मनमा दुखाउनु त प्र्याङ्क हो नि त हौ पुनः ल हालिदिनु हौ बरु यो भिडियो छैन हौ रिसा किन रिसाउनु कस्तो नराम्रो लाग्यो नि त हौ नराम्रो लाग्दो रहेछ नि त हालिदिनु नि त हौ नि यस्तो गरिदिनु थियो त यस्तो भनेको नरिसाउनु त नि हौ कस्तो नराम्रो लाग्यो कस्तो नराम्रो लाग्दो रहेछ साँच्ची हो यस्तो गरिदिनु थियो गरिदिनु तिमीलाई थाहा थिएन भिडियो चाहिँ हाल्छु कि हाल्दिनँ म थाहा छैन होइन तर कस्तो नराम्रो लाग्यो कि नगरेको भए हुने रहेछ आज म दृष्टि पनि थियो नि त नगरेको भए रहेछ जस्तो लाग्यो सरी नरिसाउनु त पुनः लास्टचोटि भनेर नाना अस्तिदेखि न्यु पाएको थियो अरे कि अनि त्यही भएर हाल्नु किन हाल्नु भनेर नहाल्नु अरे अस्तिदेखि प्लान गरेको नहाल्नु नहाल्नु अरे हामीलाई नराम्रो लाग्यो कि त्यही भएर हामी पनि यतै आएको पुनमकोतिर आएको क्या हामीहरू उता जानुपर्ने मान्छे कस्तो नराम्रो लाग्यो क्या त्यही भएर सबैलाई मम्मीहरूलाई नि यतै लिएर आएको थाहा छैन यो भिडियोहरू चाहिँ हाल्छु कि हाल्दिनँ होइन